नमस्ते सबैलाई तपाईँहरूलाई फेरि पनि स्वागत छ 60 डेज डिसिप्लिन च्यालेन्जमा र म चाहिँ उठेर पनि ग्राउन्डमा आइपुगिसकेँ हो र सधैँको जस्तो फर्स्टमा चाहिँ मैले स्ट्रेचिङबाट सुरु गरेँ। स्ट्रेचिङ गरिसकेर चाहिँ फेरि मैले गरेँ वार्मअप। त्यहाँबाट चाहिँ नर्मल पुसअप गरेँ। नर्मल पुसअपको चाहिँ मैले 3 सेट गरेँ 10-10 गरेर। त्यहाँबाट चाहिँ म फेरि लागेँ घरतर्फ। ग्राउन्डलाई टाटा बाई बाई भन्दै हो र म चाहिँ अहिले घर पुग्न आँटेँ। हेर्न सक्नुहुन्छ मेरो निधारमा चाहिँ टिका नलगाइकन टिका लाग्यो हेर्न सक्नुहुन्छ होइन। र म चाहिँ हाँस्दै हाँस्दै घरतिर लागेँ हो। ल साथीभाइहरू म चाहिँ अब घर पनि आइपुगेँ हो र मेरो नानी चाहिँ हिजोदेखिको यसरी क्या क्यार 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 गरेको उसको जिउमा चाहिँ यो डन्डीफोर जस्तो निक्लिएछ पुरा होइन। त्यो चाहिँ के हो थाहा छैन। आज डाक्टर देखाउन जाउँ भनेको हो र मैले फेरि गरेँ पुलअप्स घरमा आएर हो। पुलअप्स गरेँ मजाले 3 सेट गरेँ 10-10 गरेर। लास्टको पुलअप्स तान्दाखेरि चाहिँ हेर्नुहोस् न माथिपट्टि डङ्गै ठोक्यो हो। डङ्गै ठोकेर चाहिँ प्लात्तै बनायो क्या नाक। यहाँ नहुने रहेछ भनेर फेरि अर्कोपट्टि गएर फेरि पुलअप्स गर्न थालेँ। तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो कमेन्टमा भन्नुहोस् होला र आजको लागि यति नै। फेरि भेटौँला नेक्स्ट भिडियोमा।